गाइस पानी पनि खाएर बदमै थियो झन् मैले बदम हाल्दिनु मलाई बादल सरी बरी परी दिन हजुर अहिले आउनु नहुने हुन्छ हजुर त्यो खराको यति धेरै खरियो भनेको आगो तर्को भन्छ जम्मै यसलाई त डरिया भन्छ कहाँ खरिया भन्छ डडिया भन्छ डरिया यसलाई खरिया भन्छ डरिया भन्छ यसलाई डरिया तर मिठो छ मिठो छ गाई मिठो हो एकदम मिठो सो आज चाहिँ साउनको 1 गते साउने सङ्क्रान्ति अहिले छैन 10:30 बजे बिहानै जस्तो देखिरहेको छ पानी परेछ हिजोदेखि परेको गाइज यार अनि मैले चाहिँ हजुरबाले टिका लगाइदिइसक्नु मैले दक्षिणा पनि कमाइसकेँ अनि अहिले एकछिनमा सबैले लगाइदिनु छ बाबाले जस्तो आज म रिच हुन्छु गाइज रिच क्लास जाउँ कि नजाउँ कन्फ्युजनमा छु कि म अहिले गयो एक न एक कुरा त सिकिन्छ साह्रो वेस्ट पनि हुने नि घरमा बसेर नि केही काम त छैन तर म चाँडै हाल्नुपर्छ कि किनकि आज साउनको 1 गते अनि यहाँ मैले रोपेको फुल 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 यहाँ अर्को फुल हमने उसको फूल दिया था पर वो तो हमको ही फूल बनाकर चला गया मैं मलाई अमेरिका मलाई जापान पनि मलाई बेलायत नि ला 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 तो गाइज क्लास जाने कि नजाने एकदम ठुलो कन्फ्युजनमा छु पहिला त म झाल खोल्छु यस्तो साह्रो छ झाल पनि अनि आज साउने सङ्क्रान्ति सो ह्याप्पी साउने सङ्क्रान्ति टु अल अफ यु साउनको 1 गते म यहाँ छु जेलमा गाइज टिका गएछ अघि त यहाँ माथिसम्म कस्तो मजाले अर्कै थियो अहिले त गएछ भिडियो फुल ठिकै छ मिल्दै यति देर बाद खानै खान्छ मलाई अब यार यस्तो बिहानदेखि परेको पर्न त हिजोदेखि पानी परेको वक्क लाग्दो संसार वक्क लाग्दो दिन चाहिँ साउन आएको जस्तो कम्प्लिट फिल भइरहेको गाइस पानी परेको रोकिने नामै लिँदैन भाइ एक त यहाँ घरमा स्विमिङ पुल भइसक्यो एक त पर्छ पानी पर्छ अनि मैले हिजो भिडियो अपलोड गरेको थिएँ होइन अनि कपिराइट लागेको थियो मैले त्यो एडिटिङको लागि छोडेको थिएँ त्यो अपलोडै भएन चाहिँ के फेरि भिडियो अपलोड गरेको गाइज मेरो फोनमा अलिक चार्ज नभएर तपाईँहरूलाई के थाहा कति पीडा खायो मलाई अनि म जाँदैछु पानीपुरी खान मैले हिजो पानीपुरी खाएको तर फेरि एकदम पानीपुरी खाने क्रेभिङ भएर यो धेरै टाइम भइसक्यो फेरि म जाँदैछु पसल यहाँबाट नजिकै छ गाइस पानीपुरी पसल आफ्नो घरबाट पानीपुरी खाएर बदमै थियो झन् मैले बदम हालिदिनु मलाई मलाई मिठो लागेन हिजो त मलाई मिठो भएको थियो किनकि हिजो बदम थियो अनि उता बदम म इमेजिन गर्न सक्दिनँ के वेस्ट अफ मनी मेरो तर बदम इज कम्पलसरी म चाहिँ जाँदैछु मेडिकल ब्लड टेस्ट गराउनु दौडेर एकदमै ब्लड निकाल्छु मेरो एकदम मलाई अहिलेदेखि डर लागिसक्यो गइसक्नु भएछ गाइस भोलि बिहान 7 बजे आउनु भन्नुभयो अनि हामी फर्क्यौँ बादल सरी बरी परी पछि लाग्दैछु गाइस आजको दिन पानी परेर सिद्धो आज लुतो फाल्ने दिन पनि हो तपाईँहरूले लुतो फाल्नुभयो कि फाल्नु भएन गाइस कमेन्ट आउट बिलो गाइस हाम्रोमा चाहिँ सङ्क्रान्ति मनाउने तयारी हुँदैछ आज बेलुका सो सेलहरू पनि सबै पकाइसक्नु भयो हाम्रो सेल अचार मासु गाइस पनिर
सो ब्युटिफुल पिपल यो चाहिँ छ हाम्रो खानेकुरा यसरी हामी मनाउँछौँ साउन सङ्क्रान्ति साउन सङ्क्रान्ति मैले ब्लड निकालेको यस्तो दुखेर म त झन् मनमा आँटेको थिएँ हेर मलाई अल्छा नि दुखिरहेको मैले पानीपुरी खाएर त्यो पानीपुरीको पानीले शक्ति दिन्छ मलाई हाम्रो चाहिँ गफ चल्दैछ सबैजना थामेर यहाँ हुन्छ मम्मी हामी डिस्कस गर्दैछौँ गाइज गफ अहिले बज्दैछ 1 म चाहिँ भर्खरै यतापट्टि आएको छु गाइज भर्खरै गफ पनि सिद्धो अझै फ्रान्सको म्याच हेर्नु छ मलाई ढोका पनि लागिसक्यो मम्मी 1:15 गइसक्यो 2:45बाट छ फ्रान्सको म्याच फ्रान्स भर्सेस इङ्ल्यान्ड मम्मी भ्लग पनि रेडी गरेन अस्ति पनि गरेन हिजो गरेन ढोका खोल्दैनन् जस्तो छ मलाई खोल्दैनन् बाहिर पानी पऱ्यो के जस्तो पारा मम्मी 1:15 को आउँछ र म आउँछु गाइस किनकि म 12:05 म बल्लपट्टि भाउजूकोमा थिएँ त्यहाँबाट फेरि म ठुल्बाकोमा गएँ अनि म एकछिन बसेँ फेरि म हजुरबाकोमा गएँ अनि एकछिन गफ गरेँ अनि हाम्रो भर्खर सक्यो अनि ढोकै खोल्दैन अहिले लेट्स सी हर रियाक्सन के भयो मम्मी यति सुत्न आउनु त उनीहरू अनि कता सोध्छ अब सुन्ने अचुम गाइज यारमा के गरौँ किनकि अहिले हुँदैछ 1:19 गयो अनि अब म्याच नहेरौँ भन्यो भने मलाई हेर्नु पर्ने छ 2:45बाट म्याच छ सुत्यो भने म उठ्दिनँ यो मलाई कन्फर्म थाहा छ यतिखेर सुतेर म एकदमै असम्भव हो मेरो लागि किनकि यस्तो भयो हामीले खाना खाँदै 10 बजिसकेको थियो अनि हामी त्यहाँ 10 बजेबाट चाहिँ जस गफ सुरु भयो अनि सुरु भयो अनि अल्छ पनि अन्त्य त भएन अनि म चाहिँ तल आएँ ब्युटिफुल पिपल इट्स अन फिनिसिङ गफ गाइज हामीलाई चाहिँ सङ्क्रान्ति एकदम रमाइलो तरिकाले रहेछ एकदम रमाइलो तरिकाले ग्रुप डिस्कसन बसेर जस छलफल हुँदैछ गाइज मेरो कपाल कस्तो कली कपाल कली भए गाइज पानी यति परेको घाम लाग्ने त नाम हो निशानै छैन कि आम्मा मलाई पानी परेको मनपर्छ तर यतिसम्म नि नाइ कि दिउँसो घाम लाग्नु राति पानी परेमा कि आइएम लाइक ओके यस्तो सिचुएसनमा कि किनकि मलाई राति त्यो पानीको आवाज हुन्छ त त्यो एकदम मनपर्छ कि बजिरहेको एकदम आनन्द लाग्छ तर दिउँसो चाहिँ आई डोन्ट इन्जोय किनकि दिउँसो त काम हुन्छ नि त एटलिस्ट किनकि मलाई यो पानीको आवाज आइसके पछाडि मेरो इच्छा के हुन्छ भने दिनभरि म घरमै बस्नु मेरो इच्छा हुन्छ जब पानी परिरहेको हुन्छ त्यति बेला मलाई कता बाहिर निस्किन मन लाग्दैन घरमै बस्ने पकौडा खाने मेरो ठुलो इच्छा थियो तर मैले अल्छन होइन त्यो बारिसमै पकौडा भन्छ त त्यो मैले खाएको छैन मैले चिया एकदम कहिलेकाहीँ चाहिँ मलाई मिठो लाग्छ अहिले त गर्मी नै त्यति चिसो छैन यसो छ गाइज यसो छ के गर्ने तनाव भइरह गाइज सुत्ने कि नसुत्ने किनकि फ्रान्सको म्याच पनि मलाई हेर्नु छ फ्रान्स भर्सेस इङ्ल्यान्डको म जेसँग लागिरहेको छ फ्रान्सले जित्छ जस्तो लागिरहेको छ म सपोर्ट पनि फ्रान्सकै सपोर्टमा छु फ्रान्सकै सपोर्टमा अब के हुन्छ लेट्सी अब के हुन्छ लेट्सी अब म्याच हेरिहाल्यो भने चाहिँ लेट्सी अदरवाइज नो लेट्सी किनकि मैले भ्लग एडिट गर्नुपर्ने जस्ट मैले हिजोको भनौँ न फ्राइडेको भ्लग पनि मैले एडिट गरेन किनकि थर्सडेमा भ्लग मैले एडिट अलरेडी गरिसकेको थिएँ तर त्यो अपलोड भएन चाहिँ कि त्यो अर्जेन्टिनाको म्याचवाला अनि त्यस पछाडि त्यो भ्लग फ्राइडे अपलोड भयो अनि मैले सोचेँ अलरेडी अपलोड त भइसक्यो किनकि त्यो दिउँसोतिर अपलोड भएको थियो कि अनि मैले सोचेँ कि
अलरेडी अपलोड त भइसक्यो अब के गर्नु भनेर मैले सोचेँ अनि म स्याटरडे गर्छु भनेको स्याटरडे पनि भएन अब सन्डे हुन्छ गाइज भोलि म बिहान कतिखेर उठ्छु त्यस पछाडि मात्र हुन्छ अब मेरो पारा यस्तो छ मलाई भोलि बिहान उठ्न 8-9 बज्छ झन् म्याच हेऱ्यो भने त मेरै छ नहोगा म्याच त हेर्नुपर्ने हो किनकि अझै यति धेरै टाइम छ कि अनि मलाई मोबाइल हेर्दा मेरो आँखा पनि दुखिरहेको छ गाइज यो आँखा दुखिरहेको छ यो आँखा अनि ब्लड निकालेको मलाई यति धेरै दुखिरहेको छ साँच्ची गाइज साँच्ची मलाई एकदम त्यो हुन्छ त डर लाग्छ कि त्यो किनकि अस्ति मेरो खुट्टामा घाउ हुँदा त्यही मेरो घाउ भएको खुट्टामा ल्याएर त्यो सिरिङले हानेको थियो कि पहिला त फर्स्टमा त केही हुँदैन भनेर जता मेरो घाउ भएको थियो त्यतै पहिला सुई लगाएर अनि त्यस पछाडि टाका लगाएको थियो कि त्यहाँदेखि त मलाई यस्तो डर लाग्छ अनि आज यति जति ब्लडले हुन्थ्यो होला यति धेरै ब्लड निकाल्नुभयो कि ब्लड पनि यति धेरै निकाल्नुभयो क्या गरौँ यसो छ गाइज गाह्रो तपाईँलाई थाहा होला मलाई कति गाह्रो सुतौँ कि के गरौँ त्यसमै कन्फ्युज छु मलाई म्याच त जसरी नि हेर्नु छ एनी हाउ आइ एम सो कन्फ्युज गाइज ल अहिले कति भइसक्यो अहिले 25 भइसक्यो अब जेस् म 5 मिनटसम्म निदाएन म अलार्म त राख्छु तर उठ्छु कि उठ्दिनँ किनकि म सुन्दिनँ कि म अगाडि नै म 11-12 बजीतिर सुतेको भए चाहिँ 11-12 बजीतिर होइन आई मिन त्यसै 9-10 बजीतिर सुतेको भए चाहिँ म सुन्थेँ अलार्म पनि त नो वे किनकि म अस्ति नै यस्तै भयो अस्ति नै कसको म्याच थियो क्यारे नर्वेको थियो क्यारे सायद अनि म सुतेको थिएँ त्यस्तै 45 मिनट बाँकी थियो म्याच सुरु हुनको लागि 45 मिनट भएन एकछिन सुत्छु नि त भनेर सुतेको थिएँ म उठेन कि अनि त अलरेडी मलाई रिजल्ट थाहा भइसकेको थियो अनि छाड्दै मैले होस् जे पाला भनेर छाडेँ क्या गरौँ लेट्सी गाइज लेट्सी अब म 10 मिनटसम्म सुतिनँ अनि चाहिँ म्याच हेर्छु नभए म भोलि हेर्छु रिजल्ट नहेरिकन कसैले भन्यो म नसुनेकै गर्छु भनेर क्या सरी गाइज सरी ऐसा नहीं करने का अर्जेन्टिना फाइनल त जसरी नै हेर्ने फाइनल त अर्जेन्टिना हो गाइज तपाईँहरू कसलाई सपोर्ट गर्दै हुनुहुन्छ मेरो चाहिँ फुल सपोर्ट आई सपोर्ट फुल्ली टु अर्जेन्टिना मेरो फेभरेट मैले अस्ति म प्रायः जस्तो अर्जेन्टिनाको इन्ट्रीदेखि एक्जिटसम्म हेर्छु कि लियोनल मेस्सी सो ब्युटिफुल पिपल थ्याङ्क यू फर वाचिङ माई भिडियो यु आर वाचिङ टिल देन चाहिँ नेक्स्ट ब्लग बाबा गाइज आजको लागि चाहिँ यति नै आजको लागि होइन हिजो र आजको हो जे होस् यति नै यति भन्दै म मेरो ब्लग यतै अन्त्य गर्न चाहन्छु अब म उठिहालेँ अनि म हेर्छु म्याच तर म्याच हेर्नै पर्ने छ एकदम इम्पोर्टेन्ट छ एकदम धेरै महा इम्पोर्टेन्ट छ अब हेर्नै पर्ने छ अब के हुन्छ लेट्सी के हुन्छ समय र परिस्थितिले के हुन्छ म त्यही अनुसार चल्छु बाबा गाइज बाई पानी अझै पनि परिरह साउन्ड अब चाहिँ मस्त साउन्ड लागेको जस्तो मलाई फिल भइरहेको छ मलाई एकदम धान रोप्न पनि मलाई मनपर्छ कि धान रोप्न मेरो एक दिन चाहिँ धान रोप्ने इच्छा छ धान रोप्न नि एकदम आनन्द लाग्छ हिलोमा खेल्न जस्ट द रिजन अनि पानी परिरह त्यही नि गर्नु भइरह मलाई साँच्ची बाई गाइज वन्स अगेन बत्तीले कस्तो क्लियर देखाएको तर यहाँ मेरो पिम्पल छ नयाँ पिम्पल आहा बाई गाइज वन्स अगेन